कतातिर जानु पर्यो अब कता जानु पर्यो पैसै त हस् हस् बाटोबाट जानु पर्यो हजुर हजुर दिल्ली बजार जेल दिल्ली बजार जाँदैन कालो गएतिर तल हस् यहाँ सेन्ट्रल जेल के को छ र दिल्ली बजारको यहाँ पनि छ बिस्तारै बिस्तारै अब हामी नट हजुर हजुर भोटे भयो होला नि तिमीले यता हजुर हजुर ओ बुढाकै रहेछ है छोरो तलतिर अर्को छोरो रहेछ तलतिर अर्को छोरो छोरोको पनि छोरो हो त्यो चाहिँ त्यो पनि उस्तै फरासिलो छ उनीहरू अझ फरासिला पनि छन् हेर्छन् बे हजुर हुन्छ आफ्नो समय भएको मान्छेलाई म किस काम गऱ्यो भने पैसा बचाउँछ नै हैन हजुर नत्र हतार हुन्छ भ्याउँदैन भने अब कहीँ विश्वास पनि गर्नुपर्ने हुन्छ हैन हजुर लगभग 2000 रुपैयाँ महँगै हो तर के हुन्छ भने केही काम नजानेका छोराबाजीले गर्न सक्दैन हैन भाइ हजुर काम नजानेका छोराबाजीले टिकाउन सक्छ हजुर हजुर त्यो धर मैले 2000 को मुख नआएन हजुर थोरै यहाँ भिडियो अलिकति हल्लेन हजुर अब हामी कुन बाटो लाग्छौँ यता कि उता ए हो हामी जान्छौँ बिस्तारै लाएर त्यो चाहिँ कुन बाटो आउँछौँ अब कुन बाटो आउँछौँ हामी हजुर 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 हो हजुर हजुर हो हजुर हजुर यस्तै त हो नि उनीहरू यताबाट साइड जान मिल्छ होइन ए ए उताको हजुर हामी चाहिँ अब यो चाहिँ झर्न पाइन्छ नि त एकैचोटि हजुर हजुर यताबाट चाहिँ हामी अब कुपन्डल हुँदै जान्छौँ
कपण्डल हुँदै जान्छ जति हल्लाए पनि अलिक तलतर त हुँदैन त यति फेरि धेरै जाँदाखेरि ठिक्क समय जति फेरि माथितिरको जाँदाखेरि यति ठिक हो यतिमा नै हामी ठिकै छौँ अब यो जाममा यसरी बसिरहनु भन्दा एकछिन पज गऱ्यो अब हामी जानुपर्छ अगाडि लाइन जाने त हो यो लाइन जाम शालिगबाट घुमेर हामी जानुपर्छ त्यस्तो सिस्टम रहेछ यहाँ है म पनि पहिलोचोटि हेर्दैछु अब गाडीहरूको पछाडि लागेरै जानुपर्ने स्थिति छ हाम्रो पनि नयाँ सिस्टम दशरथ रङ्गशाला त्यस्तो छ रङ्गमञ्चका खेलाडीहरू हामी खेल खेल्न कि खेल हेर्न आउनेमा फरक हुन्छ है त त्यसरी 32 सिग्नल दिँदै हामी जानुपर्छ नत्र मान्छेले फेरि उता जान लागे नि हुनसक्छ भने जस्तो बनाउन सक्छ यता फेरि अर्को लहरके जाम रहेछ लहरके जाममा लर्किँदै तर्किँदै जानुपर्ने हुन्छ हामी बिस्तारै बाटोमा बाटो हेर्दै हामी जानुपर्छ त्यसरी जानुपर्छ हामी बिस्तारै यो बाटोलाई नै हामीले छेकेर जानु त हुँदैन थियो हामी उता बाटोबाट फेरि पब्लिक भेहिकलहरूले रोक्नुपर्ने समस्या आउँछ ठाउँमा अब यस्तो ठाउँमा रोकिदिएपछि त सकिने होइन कुन्ताको बस रोकिदिएपछि त सकिदिनु पर्यो पछाडि गाडीहरूको प्रेसर आइसक्यो हामी अझै अगाडि जानुपर्छ प्रेसर आइसक्यो गाडीहरूको प्रेसर आइसकेपछि जानुपर्छ बिस्तारै यतातिर चाहिँ सर्जिकल इक्विपमेन्टहरू धेरै पाइन्छ यो ठाउँतिर म पनि खासै घुमेर अन्त आउँदैन कुपन्ट लाउनु पर्ने होइन अब हो ब्रिजै आएन थापाथलीको हामी त फेरि त्यताबाट आउँछौँ भन्ने नि बिर्सेछौँ उतातिर जाने रहेछन् हामी चाहिँ यतातिर जाने हो किन यतातिर लाग्नु बसै गर्दै नि भयो पछाडिबाट टिटिट गरिरहेछ गाडीले टिटिट गरेर कहाँ पाइन्छ बाटै नभइकन कुपन्डलतिर लाग्नुपर्ने भयो हामी अब कुपन्डलतिर लागिन्छ भर्खर हामी थापाथली ब्रिजतिर पो आइयो कताबाट जानुपर्छ बे हो साइड लाइट बालेर कतातिर बत्ती सत्ती के छ सबै विचार पोख्त गरेर हामी जानुपर्छ कुपन्डल साइडतिर अब हामी साइडमा जानुपर्छ बिस्तारै अब त आफ्नै चिनेको बाटो आइहाल्यो नत्र त मैले त चिने हुँदैन कुन बाटोबाट माथिको डाँडा हेरौँ त साथीहरू देखिन्छ होला ओहो कस्तो राम्रो पो छ त यहाँ पो बस्छ जस्तो रहेछ यो खोला पनि कति सफा हुने हो नि त आनन्दले यहाँ बस्न पो मजा आउँदो रहेछ डाँडाहरू हेर काठमाडौँको भ्याली अझै पनि छेकेको छैन है घरहरू ठुलै भए पनि यति चाहिँ भएपछि पुग्यो क्या हामीलाई फेरि वेलकम टु द ललितपुरको मान्छे काठमाडौँको मान्छे भक्तपुरबाट काठमाडौँबाट फेरि ललितपुर अब उनीहरू फेरि बाटो काट्दिँदा छन् हामी चाहिँ फेरि बाटो काट्न दिएपछि बिस्तारै जान्छौँ यसरी राम्रो हरियाली बगानहरू हिँड्दै बिहामु जस्तोहरू गाडी देखिँदै हामी नत्र यताबाट चाहिँ ओह्रालो झरेर जान मिल्ने रहेछ
मिल्ने रहेछ भनेपछि माथि समातेर गएको होइन रहेछ। यहाँ पनि भर्खर जाम खोल्दैछ, बिस्तारै बिस्तारै खुल्छ। अब खोलो 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 खोलो। टेक्नै पर्ने स्थिति बनायो। उता जाने गाडीहरू पनि त्यस्तै हो, भित्रबाट छिर्नै पर्ने स्थिति बनाएको त छैन। छिर्दिउँ कि उसले फेरि छोइदियो राम्रोसँग। गाडीहरूको पछाडि धेरै बस्नु हुँदैन हो, गाडीहरूको बिचमा धेरै बस्नु हुँदैन। जाम खुल्या बेला सररर नै हो नि। हामी त नि होइन जाममा यतातिर आउने बित्तिकै चाहिँ अर्कै रौनक आउँछ। हामी पनि बिस्तारै बिस्तारै गर्छ। 122 रहेछ 122 रहेछ, नत्र त तताउनु रहेछ बाइकलाई। त्यही पनि खासै तताउँदिनँ म, तरिका छ। सररर कुपन्डलको बाटोबाट पुल्चोकको क्याम्पस हुने बाटोतिर साथै यता नआएको नि धेरै भयो। एडमिट कार्ड भन्ने जन्तु एकचोटि लिन आउनुपर्छ यतातिर कतैतिर। त्यस पछाडि भनेको हामी ब्रेकै लाउनु लागिसकेपछि नि त त्यसरी जानुपर्छ। सर जो अगाडि जान्छ त्यसले लग्यो भने जस्तो बिचमा एउटा खाली ठाउँ खोलिदिनुपर्छ। अगाडि सार्वजनिक बस छ, टेम्पो त छ, नत्र त म त भित्तै चलेर चेप्ने हो। किनभने को यताबाट आइदिन्छ थाहा हुँदैन, देब्रेबाट आइदिन्छन् होइन, दाहिनेबाट आउनुपर्छ खासमा। ओभरटेक गर्नै पर्यो भने हो कि होइन हो। सर इम्पायर कलेजको यो के को साइन पो हुन्छ, परोपकारको साइन जस्तो लाग्छ। त्यो त होइन भनेपछि के सेवनको साइन होइन, के को साइन रहेछ? केही न केहीको साइन रहेछ। लाइस लाइस डोन्ट गिभ मी अ लाइस, यु विल पे अ ह्युज प्राइस। यु थिङ्क आई एम नाइस? You're not my choice. You're not my type. Không भन्नु पर्ने ठाउँ रहेछ यता कतातिर गाडीले रोक्दै रोक्दै त्योभन्दा अहिले हाल्ने कि जाम होला? अहिले हाल्ने हो? कहाँ त्यता हो? यता चाहिँ किन मान्छे बसे खानु त? हस् हस् हस्। मे भनेको मुन्ने टक्कमी भनेको मुन्ने टक्क टक्क मी भनेको है त के आउँछ भाइ। गीत सित गाउनु पनि भएको छैन। ब्रेक ताती 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 गऱ्यो, पेट्रोल ताती 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 गऱ्यो। उताबाट पुटु 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 गरेर जानुपर्ने स्थिति होला। हामी चाहिँ त्यहीबाट जाने, त्यहीबाट जाने। जाऊँ न जाऊँ, थाहा होला म हिँडिहाल्छु अब त। फुल फुल जति हट्छ त्यति हालिदिनु। चाहिँ पेट्रोलले यसरी खान्छ है साथीहरू। पेट्रोल कसरी जान्छ भनेर कतिको कौतूहलता हुन्छ। कति 2 लिटर 3 लिटर 3 लिटर गयो, 4 लिटर गयो, 4.3 लिटर गयो।
4 पनि छ 5 खान्छ क्या हो धेरै भुक्कड छ 5वटा खायो है त खाएको बेला त यति मिठो गरी चलाएमा हुन्छ कि हो जहिले पनि जाउँ छैन जाउँ न जाउँ बिस्तारै बिस्तारै जाउँ न हामी हजुर साझाको तेल अलि सफा आउँछ भन्ने कुरो चाहिँ हल्ला रहेछ यसमाथि के कतिको हजुर हजुर 1377 रहेछ है त बिस्तारै रोक्छ होला उसले रोक्छ कि मैले रोक्छ अब बिस्तारै यहाँ हामी रोक्दै आउनुपर्छ अहिले हो त यो लभी मल त्यहाँ छ यता सत्यम सेवा सुरक्षणम छ हो यता कस्तो राम्रो राम्रो लभी मल पनि चलेको छ यतापट्टि पाटी पौवाहरू गुम्बा पाटी पौवाहरू पनि राम्रोसँग चलेको छ यसो टुक्क टुक्क बस्ने जस्तो मैले कतिवटा भिडियोमा भनिसकेँ होला टुक्क टुक्क बस्ने जस्तो मान्छेको नेपालीपन झल्काउने क्या यत्रो सिमेन्टको घर बनाएर त के हो नेपालको भन्दाखेरि सिमेन्टको घर भनेर हुन्छ हुँदैन त होइन ज्ञान दिनु पर्यो भने त दिइहाल्छु मैले बरु नबोल्दा नै निस्किन बोल्यो र रेडी 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 स्टप नट गो पहिला चाहिँ हाम्रो के थियो भन्दाखेरि पहेँलो बत्ती बलेपछि को कुरो हुन्थ्यो पहेँलो बत्तीको कुरो हुन्थ्यो पहिला चाहिँ खुल्नुभन्दा अगाडि पनि पहेँलो बत्तीले साइन दिन्थ्यो अब यिनीहरू फेरि बिचमा हिरो बनेर त गइहाले है गए पनि 126 रहेछ ठिक रहेछ है त अन्त त जाने जति त गइसके हामी चाहिँ के गरेर बस्नु भन्ने हुन्छ नि त रोक्यो बस्दा रोक्यो साइडकै बाटोतिरसँग पम्पै धेरै छ के गर्नु अब ऊ स्कुटर अङ्कलले नछोड्ने रे म त आफ्नै छेउमा छु यहाँ प्यासेन्जरलाई जाउँ पापामै धेरै गरिसिन्छ अङ्कलले कुन गाडी लिएर हिँडिसिन्छ बिल लेखेर चाहिँ बुगाटी हो कि हराउनु भाइ टेट सब हरन बुझ्दै छौँ त त्यहाँ पनि जालान भनेर हुँदैन सबलाई हतारै लायो हुँदो रहेछ सबलाई हतारै छ सबैतिर हेर्दै जानुपर्छ हामी ट्राफिक नियम वीरेन्द्र सरकारको शालिक हो कि जस्तो लाग्छ हुन्छ हो कि होइन हो जस्तो लाग्छ कि महेन्द्र सरकारको खै जो होइन सरकारको हो जो भन्नु मिल्दैन उहाँहरूको साना दुःखले आर्जिएको मुलुक होइन यो भने जस्तै हामी मौसुबाट बक्सिन्छ है त म पनि बेला बेलामा बक्साउँछु आजकल
नयाँलाई नि अलिकति अडेस ल्याउनुलाई अलि अप्ठ्यारो हुन्छ अडेस लाउनुलाई अलि अप्ठ्यारो हुन्छ अब कुन हिसाबले हामी जानु पर्यो यतापट्टि पछाडि पुरै हाम्रो सामान छ लाइटिङको सामानहरू लानै पर्यो थसङ घर हुँदै हामी अब बिस्तारै कुन घरतिर गइन्छ बेला अनि त्यस पछाडि समयको चक्रमा अन्तर्गत हामी कहाँसम्म पुग्ने भन्ने कुरो हुन्छ एकछिन छोड्यो भने अर्कोले काटिदिइसक्छ बाटो भन्ने त कति अलर्ट हुनुपर्छ काठमाडौँमा चलाउने मान्छे त विदेशमा त त्यही फाइन पर्छ भन्ने मात्र नत्र त यति रमाइलो तलले हुँदछ नि यहाँ त छिनमै ततायो छिनमै झ्याप्प लायो छिनमा अब यी गाडी अब आफ्नै सुरमा छ नि त हुन त बिचको लेन भन्दा यता हो होइन बिचको लेन भन्दा यता भए तापनि आफ्नै तालले बिस्तारै हो नि त यो लेन भनेको त चाँडो जाने मान्छेलाई हो जस्तो लाग्छ कि मैले उल्टो भने खै त्यस्तै हो अलि चाँडो जाने मान्छेलाई यता भनेको यता कतै रोक्नुपर्ने स्थिति आउन सक्छ भन्ने लेनलाई हो होइन अलि बिस्तारै काट्दै जाउँ भन्ने स्थिति हो त्यो छैन बिस्तारै आनन्दले बस्थ्यो अब ऊ महान मान्छे भइबस्नुहुन्छ के गर्नु अलि साइडतिर या त बाटो पनि रहेछ खासै भइहालिसिन्छ नि अब के हिँडिसकेको हो कति मजाले हिँडिसिन्छ अब हामीलाई टिटिट गर्दै पठाउन खोजिसकेको होला यताबाट गइसिन्छ हामी हो के रोड त हाम्रै हो नि मान्छे रोड पो हाम्रै हो नि यता जायो नि साइड लाइट बाल्दियो भने पाप लाग्छ के गर्नु गाह्रो छ नि बाबै गाह्रो छ यो संसारमा टिक्न बस्नै गाह्रो छ म पनि यसरी हेर्दैछु पार्किङ निषेध भनेको अगाडिमा पार्किङ त गर्नु हुँदैन हामी यहाँ कुरेर बस्नुपर्छ है त कुरेर बस्नु लिएर आइसक्यो टन्नै लिएर आइसिनुपर्छ जस्तो लाग्छ आज म यहाँ छु फेरि लाइटिङको सामान म देखिन्छु देखिँदैन है त मन नदेखियो भने अरू मान्छे देखिसकेपछि हामी साइडमा हेर्नै पर्छ गाडी हिँड्नै पर्छ है त यो पनि 2 लाटको बनायो क्या है टिपटप अप टु टिपटप त्यसमा टिपटपको घर बनाउन पनि ठिक होला है हो 13 मिनट एक्स्ट्रा हुन्छ कति फाल्नु है ल एकछिन राख्थ्यौँ साथीहरू के गफ लाउँला र मैले छैन म देखिन्छु कि भनेको यहाँ अलिअलि देखिन्छु कालो देखिन्छु ठ्याक्क लाइट मिलेको रहन्छ सकिने ठाउँ रहेछ यहाँ गाडी मजाले रोकिन्छ यतै पो छ त कन्टेन एकछिन भए पनि हो एकछिन कुरुन्जेल भए पनि यतै राख्थेँ मैले अगाडिको त हो नि होइन पज गरेर राख्थेँ ल त बाई बाई साथीहरू अब त्यो आमा बुवाको आशीर्वाद भन्ने माइक्रोको अगाडि बसेदेखि नै बाई बाई